नमस्कार फ्रेन्ड्स, तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। म बिहानै उठेर पानी पिउँदैछु। मेरो हस्बेन्डले चाहिँ योगा गर्नुहुँदैछ। दाल र भात बसाइवरी योगा गर्न थाल्नु भएको रहेछ। म चाहिँ आजकल अलिक भ्याउँदिन हौ बिहान नानीहरुले गर्दाखेरि। दाल झान्नु मात्रै बाँकी छ। आज श्राद्ध, भोलि चाहिँ श्राद्ध हो, आज एक छाकी हो। त्यही भएर लसुन प्याजदेखि लिएर अरू केही चल्दैन। त्यही भएर सिम्पल गरेर दाल झान्दैछु। अनि यहाँ सानो छोरालाई पनि उठाइहाल्छु है, किनभने उसलाई फ्रेस हुन टाइम लाग्छ। अनि छिटै उठाइहाल्छु। नमस्कार, गुड मर्निङ भन्दै थियो छोराले मलाई यहाँ हेरेर है। अनि ठुलो छोराको लागि चाहिँ टिफिन बनाइदिन्छु, ब्रेड। सानो छोरालाई चाहिँ फाल्टो बाहिरको केही लानु दिँदैन, उसलाई खालि खानाहरू रोटीहरू मात्रै। अनि त्यही भएर म ठुलो छोरालाई ब्रेड, सानो छोरालाई मखाना बनाइदिन्छु। मखाना त अब हेल्दी हो भनेर सबैलाई थाहा नै भएको कुरा हो। मेरो छोराले चाहिँ फेरि मखाना पनि नुनिलो खाँदैन, गुड हालेर बनाइदिन्छु। अनि उसले मजाले खान्छ। अनि म चाहिँ स्टकमा मुरैको डल्लो र चिउराको डल्लो राखेको हुन्छु सानो छोरालाई। अन्त कोही बेला हतार पर्दाखेरि केही बनाउनु भ्याएन भने चाहिँ त्यही हाल्छु। आज पनि त्यही हाल्छु, किनभने अरू चिज अब आज खानु मिलेन है। अब सानो ठुलो छोरालाई पनि ब्रेडमा अब स्यान्डविच गरिदिन्थेँ। अब आज चाहिँ न्युट्रेला हालेर पठाइदिनु आँटेको। उसलाई त मनपर्छ नि, तर अब बेसी खुवाउनु हुन्थेन, र पनि अब आज चाहिँ हालिदिइहालेँ। भोलि चाहिँ श्राद्ध हो मेरो ससुराको। यहाँ सानो छोराको टिफिन चाहिँ यस्तो हुन्छ। मेरो हस्बेन्डले चाहिँ चिया बनाउनु हुँदैछ। म चाहिँ नानीको खाना पिस्न आँटेको। ठुलो छोराको खाना रेडी भयो। सानो छोराले चाहिँ राजमा चपाउन सक्दैन, त्यही भएर उसको खाना चाहिँ पिसिवरी खुवाइदिन्छु भनेर चाहिँ पिसेर सेलाउनु राखेको छु। अनि किचन सानो छ, दुईजना आँटी काम गर्नुपर्छ। यहाँ नै म यहाँ बसेर चिया र सानो ब्रेड खाँदैछु। उहाँ बाबाले सानो छोरालाई खाना खिलाउँदै चिया खानुहुँदैछ। ठुलो छोराले पनि खाना खाँदैछ। म सब्जीहरू पनि काटकुट पारिहाल्छु है। अब सिम्पलमा यही हुन्छ, भाजी बनाउँछु आलुको। मलाई मजा लाग्छ यसरी भाजी खानु। ठुलो छोरा पनि स्कुल हिँड्यो, साइकलमै जान्छ। साइकलमा जानु आउनु गर्छ, भित्रभित्रैबाट छ। मेन रोड पुगिरहनु पर्दैन, भित्रभित्रैबाट स्कुल पुगिहाल्छ। यी सानो छोरालाई चाहिँ एक्सर्साइजै हुन्छ बिहानको, क्या रेडी गराउनुको लागि। हल्लेर चुचुर गरिबस्छ। यहाँ मैले मेरो हस्बेन्डको लागि भात बसाइदिएछु अलुवा चामलको। आज बगडा खानु हुँदैन। हस्बेन्ड चाहिँ कपाल काट्नु जानु भएको थियो, अनि दही दुध पनि लिएर आउँछु भनेर हिँड्नु भएको छ। म चाहिँ रुमहरू सफा गर्नु थालेको। उता आलु भाज्नु पनि राखेको छु, यता सफा गर्दै चलाउँदै गर्दैछु। मलाई चाहिँ सधैँ मजाले टकटकाएर रुमहरू बढार कुढार गर्नु नै मात्रै सन्तोक लाग्छ, माथि माथि बढालेर। किनभने म त हाउसवाइफ हो, घरमै बस्नुपर्छ। बेसी कहाँ अरू त अब बाहिर काम गर्ने लेडिजहरूलाई त अब साह्रै छ। उनीहरू त हप्तामा एक दिन पनि भ्याउनु है। यसरी टकटकाएर अनि मात्रै म घर बढाल्छु। सिडी पनि घरभित्रै हुनुको कारणले सधैँ सफा गर्नुपर्छ। बाहिरबाट हुन्थ्यो भने त अलिक पर्थेन पनि होला। भित्रबाट छ, सफा नगरी हुँदैन। स्कुलको टाइममा त भ्याउनै साह्रो पर्छ। हतार हतार गर्नुपर्छ। नानीले 12:30 छुट्टी भइहाल्छ, लिनु जानुको लागि यति हतार हतार काम गर्नुपर्छ कि।
मेरो हस्बेन्ड पनि आउनुभयो दही दुध लिएर कपाल पनि काट्नु भएछ चिन्दु भएर आउनुभएछ मैले सबै कामहरू सकेर नुहाउनु पसे अरु सबैजना स्कुल हिँडे मेरो हस्बेन्ड पनि जानुभयो नानीहरू पनि अघि गइसकेको बिहानै म चाहिँ नुहाइ गरेर कपाल अलिअलि सुकाएर गर्दैछु राम्रो त सुकेको छैन अब लुगाहरू धोइसकिहाल्छु नानी ल्याएपछि लुगा धुनु मिल्दैन म छतमा लुगा धुन्छु नि त सजिलोको लागि सुकाउनु पनि सजिलो हुन्छ धुँदै बाथरुममा हो भने चाहिँ तल र माथि गर्नुपर्छ अनि त्यही भएर यसरी बोरा चामलको बोरा हुन्छ नि त्यही ओछ्याएर लुगा धुन्छु अनि म नुहाएर निस्केपछि चाहिँ यसरी सनस्क्रिन लगाउनु सिन्दुर टीका लगाउनु चाहिँ मलाई सधैँ रेगुलर रुटिनै हो मेरो किनभने अनुहार पनि अलिक उज्यालो देखिन्छ टीका सिन्दुरले अनि हामी हिन्दू नारीहरूको कर्तव्य पनि हो है अनि मैले चाहिँ धन्दा पात सबै सके किचनको कामहरू सके भिडियो बनाउन चाहिँ मैले भुल्दै हतारमा अनि म रेडी भएर नानी लिनु जानु आँटेको हेर्नुस् अहिले घर कति सफा छैन अहिले नानी आएको बादमा चाहिँ यस्तो बनाइदिन्छ कि घर अब ताला लगाएर नानी लिनु जानु आँटेको हुनु त छेउमै छ सर्टकट बाटो चाहिँ एकैछिनमा पुगिहाल्छ मेन रोड भएर चाहिँ जाँदिनँ धुलो पनि पुरा उठ्छ अनि लामो पनि पर्छ यसरी भित्रभित्रैबाट पुगिहाल्छु कति छिटो मेन रोड पनि आइपुगिहालेँ म स्कुल पनि आइपुगे नानीको छुट्टी पनि भइसकेछ ठिक्क टाइममा आएछु यहाँ चाहिँ हाम्रो तनिषको क्लास छ तनिषले साथीलाई पर्खिरहेछ एक्लै नजाने अरे घाममा छाता ओढ्नु दिँदैन बोके भने पनि उसलाई चाहिहाल्छ अनि बरु ऊ पनि ओढ्दैन म पनि ओढ्दिनँ यहाँ हेर्नु नि मेन रोडमा नै हात समातेर हिँड्छु भन्छ नानी तनिषलाई चाहिँ उसको साथीको हजुरआमाले एप्पल दिनुभएको थियो बाटोमा खाँदै आयो त्यही भएर खाना अहिले खिलाएको छुइनँ पहिला चाहिँ म बसिरहेको थिएँ एकछिन रेस्ट गर्दै थिएँ मेरै छेउमा आएर पढ्नु उसलाई पढ्नु चाहिँ मजा आउँछ नयाँ भएर होला नि बुकहरू निकालेर अनि एकछिन बादमा चाहिँ मैले खाना खिलाइदिएँ उसलाई मेरो पनि एकछिन रेस्ट भयो कपाल सुकाउनु थियो हेर्नुस् लुगाहरू पनि अघि धोएको लुगाहरू पनि सबै सुक्यो मजाले तपाईहरुलाई मेरो भिडियो मनपर्छ नि लाइक शेयर सब्स्क्राइब गरिदिनु होला साथीहरु ठुलो छोरा पनि आएर खाना खाएर पनि पढ्नु बसेछ टेस्ट चल्दैछ उसको मेरो हस्बेन्ड पनि आएर ढल्किरहनु भएको रहेछ मेरो नानीले हेर्नुस् त घर बिहान कस्तो थियो अहिले है हुन्छ थ्यांक यू मेरो भिडियो हेरिदिनु भएको